अब हामी चाहिँ यसलाई के गर्छौँ भन्दाखेरि पहिला हामीले ट्युब फिडिङ गर्न आँटेको होइन ट्युब फिडिङ गर्दाखेरि के गर्छौँ पहिला चाहिँ हामीले यसबाट चाहिँ झोल औषधि खुवाउने हो झोल औषधि नसर्कोस् भन्नलाई चाहिँ हामीले खुवाउनु खोजेको होइन त्यसको लागि चाहिँ हामीले के गर्छौँ पहिला यसको चाहिँ हामीले भनेको थियौँ एउटा चाहिँ भोजन नली हुन्छ एउटा चाहिँ श्वास नली हुन्छ भनेको छ होइन हामीले पठाउने भोजन नलीमा हो त्यसो गर्न के गर्नु पहिला नाप्नु पर्यो कसरी नाप्ने भन्दाखेरि जहिले पनि हेर्नुहोस् है नाप्ने यो मुखबाट यसरी नाप्ने ठ्याक्कै यहाँसम्म नाप्ने भनेको रुमेन यहाँसम्म पुग्दैन थाहा भयो नि हामीलाई छोड्छ यहाँसम्म है अब कलम ल्याउनुहोस् अब यहाँसम्म चिनो लाउने है बुझ्नुभयो नि है चिनो लाग्यो अब यति चाहिँ हामीले यो भाग चाहिँ हामीले यहाँबाट छिराएर यहाँ यति चाहिँ भित्र पुऱ्याउनु पर्यो अब यसरी छिराउनु पर्यो भित्र होइन अब त्यसको लागि चाहिँ अब कब्जा लिनु पर्यो लिनुहोस् त त्यो पाइप ल्याउनु यो तिमीले यो चाहिँ मुखमा राख्ने आमुख च्याद ल यतै जाऊ जाऊ ल ल भयो ल ल्याऊ पानी ल्याऊ समात राम्रो समात्नु है कति गयो है ल हेर्नु है ल यो त खुवाउनु पर्यो नि त खाने चिज त किन फाल्ने भनेर हो नि त ल ओके ल अब निकाल्दाखेरि चाहिँ यति ननिकाल्ने है यसरी यसलाई यसरी थुन्ने न लाली आउँछ फेरि पाइपमा क्या यसरी निकाल्ने ल निकाल पाइप टोकिन्छ फेरि ल ल ल ल सफा गरेर राख्ने यसरी खुवायो भने थाममा